Alright, let's start the video. आज चाहिँ हामी भेरी बेसिकबाट जान्छौँ। कतिले नसिकेको हुनुहुन्छ, चार्टको बारेमै थाहा नभएको हुनसक्छ होइन? उसको लागि पनि यो चाहिँ एकदम बेसिक कुरा भयो। सो फर्स्ट अफ अल हामीले सबैभन्दा अन्डरस्ट्यान्ड गर्ने कहाँबाट चाहिँ चार्ट एक्सेस गर्ने भन्ने कुरा। फर्स्ट नेपालको चाहिँ नेपालमा हुनुहुन्छ भने नेप्से अल्फा डट कम मैले चाहिँ युज गर्ने अथवा अरू प्लेटफर्म पनि हुनसक्छ। अनि म चाहिँ युएसमा बस्छु र मैले युज गर्ने चाहिँ tradingview.com हो, डेस्कटप एप युज गर्छु। र अन्य कुनै देशमा हुनुहुन्छ भने तपाईँ त्यो देशअनुसारको एप युज गर्न सक्नुहुन्छ अथवा ब्राउजर है त। सो फर्स्ट अफ अल हामीले चाहिँ यो चार्ट ओपन गरिसके जुन यो मैले चार्ट ओपन गरिसकेपछि चाहिँ फर्स्ट हाम्रो यो राइट साइडमा देखेको चाहिँ प्राइस हो होइन, अनि तल देखेको चाहिँ डेट हो, त्यो समय हो भनेपछि। अनि फर्स्ट अफ अल हामीले जान्नुपर्ने कुन चाहिँ स्टक, कुन चाहिँ तपाईँले चाहिँ इन्डाइसेस अथवा स्टक कुन चाहिँ टिकर हेर्दै स्क्रिप्ट हेर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ। यो चाहिँ मैले न्यासड्याक लिएको छु, अमेरिकाको न्यासड्याक इन्डेक्स। अनि तपाईँ कुन टाइम फ्रेममा हेर्दै हुनुहुन्छ भने यहाँबाट देखाउँछ तपाईँहरूलाई चाहिँ। यहाँनिर तपाईँको चाहिँ आवरली, डेली, विकली, मन्थली हुन्छ। तपाईँले एड पनि गर्न सक्नुहुन्छ यहाँबाट, कस्टम टाइम चाहिँ एड गर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ हामी चाहिँ विकली टाइम फ्रेममा छ। तपाईँले डेली टाइम फ्रेममा युज गर्नु भने एभ्री सिङ्गल क्यान्डल चाहिँ एउटा क्यान्डल बराबर एक दिनको हुन्छ। यदि तपाईँले आवरलीमा लग्नुभयो भने एउटा क्यान्डल बराबर 1 आवरको हुन्छ। यो एउटा क्यान्डल बराबर 1 आवरको टाइम हुन्छ। भनेपछि विकलीमा लग्यो भने तपाईँको एउटा क्यान्डल बराबर 1 विक हुन्छ। त्यो विकभरिको चाहिँ यो एउटा क्यान्डल। मन्थलीमा लानुभयो भने एउटा क्यान्डल इक्वल टु 1 मन्थ। जुन टाइम फ्रेममा तपाईँले हेरिरहनु भएको छ त्यही अनुसारको क्यान्डल हुन्छ। यो कुरा चाहिँ जान्नु पर्यो। अब हामीले चाहिँ थाहा हुनु पर्यो भने चाहिँ कुनै पनि क्यान्डलको चाहिँ अब यो विकली टाइम फ्रेम छ, त्यो विकको चाहिँ लेट्स गो अन डेली टाइम फ्रेम है त। डेली टाइम फ्रेममा गइसकेपछि यो रातो क्यान्डलको हेरौँ। यो रातो क्यान्डलको त्यो दिनको सबैभन्दा माथिको प्राइस कति छ त? हाईको प्राइस 22,435 भयो भने यो चाहिँ त्यो दिनको हाई प्राइस भयो भने लोएस्ट प्राइस कति थियो त? यो क्यान्डलको यो सबैभन्दा लो प्राइस चाहिँ क्यान सी 21,427। सो लेट्स अन्डरस्ट्यान्ड बिफोर हामीले चाहिँ यो बेसिक अन्डरस्ट्यान्ड गर्नुभन्दा अब चाहिँ हामी क्यान्डल अन्डरस्ट्यान्ड गरौँ है त। क्यान्डल चाहिँ मैले यहाँ बनाएर राखेको छु तपाईँहरूलाई। सो यहाँ चाहिँ मैले क्यान्डल बनाएर राखेको छु तपाईँहरूलाई। यो क्यान्डलमा चाहिँ तपाईँले हामीले अन्डरस्ट्यान्ड गर्नुपर्यो। यो क्यान्डलमा चाहिँ ग्रिन क्यान्डल कसरी बन्छ भन्दा प्राइस चाहिँ हामी ग्रिन क्यान्डल प्राइस ओपनिङ हुँदाखेरि चाहिँ तल यहाँनिर ओपन भयो अनि क्लोज हुँदाखेरि यहाँ भयो। जुनसुकै टाइम फ्रेममा तपाईँले विकली हेर्नुभएको छ, डेली हेर्नुभएको छ, त्यो अनुसारको यो क्यान्डल एउटा क्यान्डल अघि भनिसकेँ। अनि त्यो टाइम फ्रेममा चाहिँ लोएस्ट गएको प्राइस चाहिँ यो हो भने हाइएस्ट गएको प्राइस यो हो। सो ओपनिङ यहाँ भएर प्राइस के गर्यो त? हामीले कसरी अन्डरस्ट्यान्ड गर्नु पर्यो त यसलाई भन्दा प्राइस यहाँनिर ओपन भयो अनि प्राइस के गर्यो? तल गयो अनि त्यसपछि प्राइस अल द वे माथि गयो। यु क्यान सी मेरो कर्सरको लाइन यो हरिजेन्टल लाइन हेर्नु होला। अनि त्यसपछि कहाँ क्लोज भयो? यहाँनिर क्लोज भयो। प्राइस यहाँनिर ओपन भएर तल गयो यो विकको लोसम्म अनि माथि अल द वे माथि गएर यहाँ क्लोज भयो। यो भनेको चाहिँ यो प्राइसको मुभमेन्ट हो, जुन चाहिँ ग्रिन तल ओपन भएर माथि क्लोज भयो। यो चाहिँ ग्रिन क्यान्डल बन्यो, जुन चाहिँ हामी बुलिस क्यान्डल भन्छौँ होइन। अब यसमा चाहिँ प्राइस के भयो त? प्राइस माथि ओपन भएर माथि गयो, त्यहाँसम्म माथि गयो, तर फेरि सेल भएर अल द वे ड्रप भएर अनि यहाँनिर क्लोज भयो। यहाँसम्म ड्रप भयो अनि त्यहाँबाट फर्केर गएर यहाँसम्म क्लोज भयो। ओपनिङ यहाँ भयो, क्लोजिङ त्यहाँ तल। माथि ओपन भएर तल क्लोज छ भने रेड क्यान्डल भयो भने तल ओपन भएर माथि क्लोज हुँदाखेरि चाहिँ ग्रिन क्यान्डल बन्यो र त्यो टाइम फ्रेमको हाइएस्ट प्राइस र लोएस्ट प्राइस भयो। ओके, सो यो चाहिँ क्यान्डललाई हामीले रिड गर्ने तरिका, रिड भन्नाले अन्डरस्ट्यान्ड गर्ने तरिका भयो।
अब हामीले यसलाई हामीले बढी भन्छौँ भने यसलाई हामी स्याडो अथवा विक तपाईँले भन्न सक्नुहुन्छ। सो म चाहिँ विक भन्छु है त। अलराइट, सो हामी चाहिँ यो हाम्रो अन्डरस्ट्यान्ड भइसकेपछि अब हामी जान्छौँ सेकेन्ड अन्डरस्ट्यान्डिङ भनेको चाहिँ मार्केट चाहिँ को मुभ चाहिँ 3 प्रकारको हुन्छ। अन्डरस्ट्यान्ड गर्नुपर्ने, एउटा डाउन ट्रेन्ड, अर्को अप ट्रेन्ड र अर्को साइडवेज। अप ट्रेन्ड, डाउन ट्रेन्ड अनि साइडवेज। तीनवटा हाम्रो मार्केटको किसिम चाहिँ तीनवटा हुन्छ। जस्तै अप ट्रेन्ड भनेको के हो त? प्राइस चाहिँ हाईको सिरिज चाहिँ माथि गइरहेको अथवा ग्रीन हुँदै माथि गएको, यसलाई भन्छ हामी अप ट्रेन्ड भने। डाउन ट्रेन्ड भनेको चाहिँ तलतिर प्राइस चाहिँ लोवर लो गरेर तल गइरहेको। अनि साइडवेज भनेको चाहिँ हाम्रो चाहिँ प्राइस के हो त भन्दा, प्राइस चाहिँ विथिन एउटा रेन्जमा चाहिँ प्राइस चाहिँ अप एन्ड डाउन गरेर बसेको, यसलाई हामी भन्छौँ साइडवेज। यो हाम्रो साइडवेज प्राइस एक्सन भयो भने यो हाम्रो तल झरेको यो डाउन ट्रेन्ड भयो, यो डाउन ट्रेन्ड भयो। यसलाई हामी भन्छौँ डाउन ट्रेन्ड भने माथि गएको प्राइसलाई हामी के भन्छौँ? यसलाई हामी भन्छौँ अप ट्रेन्ड हो। यो तीनवटा तरिकाले मार्केट मुभ हुन्छ, एउटा अप ट्रेन्ड, एउटा डाउन ट्रेन्ड अनि अर्को साइडवेज। यो तिनको हामीले थाहा भयो। जस्तै हामीले यहाँ चार्टमा हेर्दाखेरि के भयो त? यो प्राइस के रहेछ त? तल अलिकति माथि गयो, फेरि तल। यो चाहिँ डाउन ट्रेन्ड, तलतिर लागिरहेछ भने यो चाहिँ के भयो त? हाई लो हाई लो हायर लो गर्दै माथि गइरहेछ, यो चाहिँ अप ट्रेन्ड भयो। यो गएको माथि अप ट्रेन्ड भयो, यो तल गएको डाउन ट्रेन्ड भयो। अनि जुन हाम्रो यो साइडवेज, यो यहाँनिर यो रेन्जमा चाहिँ हामी प्राइसहरू चाहिँ बसेको थियो, त्यसलाई हामी भन्छौँ साइडवेज मार्केट। अब तल र माथि र तल गर्दाखेरि चाहिँ कसरी चाहिँ हामीले चाहिँ रिड गर्ने त भन्दा, प्राइस एउटा लो गइसकेपछि, कुनै पनि एउटा प्राइस लो गएपछि यसलाई लो भन्छौँ भने, यसलाई हामी लो भन्छौँ, यसलाई हामी भन्छौँ हायर लो, लोवर लो, हायर लो, सरी लोवर हाई, हायर लोवर लो, लो लोवर हाई, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई हुन्छ भने यो साइडवेज भयो। अनि माथि जाँदाखेरि चाहिँ हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो। ओके, सो हामीले चाहिँ त्यसलाई चाहिँ जस्ट अन्डरस्ट्यान्ड गर्न, नाम दिइराख्नु पर्दैन, जस्ट यु क्यान चित्र हेरेर थाहा हुन्छ। हामी यसलाई चाहिँ एउटा स्विङ तल गयो, स्विङ केलाई भन्ने त फर्स्ट अन्डरस्ट्यान्ड गर्नु। फेरि स्विङ पनि भन्ने भनेको छ, तर के हो स्विङ भन्दाखेरि चाहिँ प्राइस चाहिँ माथि एउटा यसरी गइसकेपछि अनि त्यो त्यहाँबाट रिभर्स भएर आइसकेको प्राइसलाई अनि फेरि माथि गयो भने यो रिभर्स भएको, यहाँ तलदेखि यहाँ माथि गएको एउटा स्विङ भयो भने, तल गएको तलको स्विङ भयो, यो माथि गएको फेरि अर्को स्विङ भयो। तल माथि गर्दै जान्छ प्राइस, यु क्यान सी तल माथि गर्दै जान्छ। यसलाई हामी भन्छौँ स्विङ। एउटा स्विङ, दुईवटा स्विङ, तिनवटा स्विङ, अथवा लो डाउन ट्रेन्डको स्विङ, डाउन ट्रेन्डको स्विङ, अथवा अप ट्रेन्डको स्विङ, अप ट्रेन्डको स्विङ। स्विङ भन्छ, एउटा स्विङ भन्छ भने, अथवा अप ट्रेन्डको हाई, हायर हाई हुँदै जान्छ। सो एउटा स्विङ गरेर एउटा रिभर्सल भइसक्यो, रिजेक्सन आएर रिट्रेसमेन्ट गरेको, यसलाई चाहिँ हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई। अनि यहाँबाट लोवर लो, हायर लो, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई भन्छ है त्यसलाई। ओके, सो अनि चाहिँ साइडवेज मार्केट भयो। सो यो चाहिँ हाम्रो एकदम बेसिक अन्डरस्ट्यान्डिङ गर्नुपर्ने कुरा भयो, ट्रेन्ड कतातिर छ भन्ने कुरा अन्डरस्ट्यान्ड गर्यो। यदि मार्केट चाहिँ हायर लो बनाइरहेको छ भने अप ट्रेन्ड, लोवर लो, लोवर हाई बनाइरहेको छ भने डाउन ट्रेन्ड, अथवा मार्केट साइडवेज गएको छ भने साइडवेज मार्केट भयो। सो अन्डरस्ट्यान्डिङ गर्ने भयो यो कुरा। यो चाहिँ हाम्रो बेसिक अन्डरस्ट्यान्डिङ भयो, मार्केटलाई रिड गर्ने तरिका, बेसिक एकदम बेसिक कुरा भयो।
अर्को कुरा भनेको चाहिँ हाम्रो के छ त भन्दा अर्को मैले यो चाहिँ बेसिक कुरा भयो। अब मेन कुरा भनेको चाहिँ मार्केट चाहिँ 2 टा कुराको लागि मुभ हुन्छ। एउटा दिस इज द की है त। यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। मार्केट चाहिँ 2 टा कुराको लागि मुभ हुन्छ। एउटा हुन्छ हाम्रो लागि लिक्विडेसन, लिक्विडेसनको लागि, अर्को रन हुन्छ रिब्यालेन्सिङको लागि। 2 टा कुराको लागि चाहिँ मार्केट रन हुन्छ। हामी यो लिक्विडेसन र रिब्यालेन्सिङ भन्ने कुरा चाहिँ हामी यो भिडियोमा चाहिँ हामी अन्डरस्ट्यान्डिङ गर्छौँ। लिक्विडेसन भनेको के हो त भन्दा जहाँ चाहिँ अब मान्छेहरू चाहिँ बढी एक्टिभ हुने एरिया। म चाहिँ के भन्छु एउटा केयरफुल जोन अथवा ग्रिडी जोन भनेर मैले चाहिँ अन्डरस्ट्यान्ड गर्छु। तर नर्मली त्यो एरियामा चाहिँ के हुन्छ भन्दा बायर्स र सेलरहरू चाहिँ बढी एक्टिभ हुन्छ। जहाँ चाहिँ लिक्विडेसन इनफ हुन्छ बायरलाई र सेलरलाई चाहिँ बाइ सेल गर्नको लागि। जुन एरियालाई चाहिँ हामी चाहिँ लिक्विडेसन जोन भन्छौँ। जस्तै अब लिक्विडेसन जोन भनेको के हो त भन्दा प्राइस चाहिँ एउटा हाई गयो अनि लो आयो अनि हाई गयो। जस्तै यहाँनिर चाहिँ हामीले के हुन्छ त प्राइस चाहिँ यहाँबाट यो पहिलेको स्विङ भनेको जस्तै पहिलाको हाईलाई ब्रेक गरिसकेपछि ब्रेक भएर गयो। ब्रेक भएर गयो अथवा तल पहिलेको लोलाई चाहिँ ब्रेक गरेर लो गयो भने यो जोनलाई हामी भन्छौँ लिक्विडेसन अथवा यसलाई भन्छौँ तलको जोनलाई भन्छौँ हामी ग्रिडी जोन। जहाँ चाहिँ हामी बाई गर्नको लागि हेर्छौँ भने यहाँ चाहिँ हामी के भन्छौँ यसलाई चाहिँ हामी यो एरियालाई चाहिँ के भन्छौँ यसलाई चाहिँ हुन्छ हामी चाहिँ केयरफुल जोन भन्छौँ। यो चाहिँ केयरफुल जोन भयो। 2 टा कुरालाई लिक्विडेसन अथवा रिब्यालेन्स हामी चाहिँ अहिले पढिरहेको छौँ लिक्विडेसन। यो जोनमा चाहिँ हामी के भन्छौँ ग्रिडी जोन भन्छौँ भने यसलाई हामी केयरफुल जोन भन्छौँ। यसलाई नै भन्छौँ हामी लिक्विडेसन। यो चाहिँ रेगुलर मार्केटमा चाहिँ हुने चाहिँ मुभमेन्ट हो। मार्केट अघि नै मैले भनेको छु अन्डरस्ट्यान्ड गर्नुपर्ने लिक्विडेसनको लागि मुभ हुन्छ अथवा रिब्यालेन्सिङ। हामी अहिले पढिरहेको छौँ लिक्विडेसन। यो एरिया भनेको चाहिँ केयरफुल जोन हो। यो एरिया भनेको चाहिँ ग्रिडी जोन हो। जस्तै यहाँबाट रिभर्सल हुन सक्छ है भने किनभने भन्दा पहिलेको सपोर्ट थियो यहाँनिर मार्केट अनि यो सपोर्टलाई ब्रेक गरेपछि मान्छेहरू चाहिँ के हुन्छ त बेरिस टर्न हुन्छ होइन। सपोर्टलाई ब्रेक गरेपछि त पहिलेको चाहिँ जुन बायर आएको ठाउँ चाहिँ ब्रेक गरेर गयो अनि यहाँ चाहिँ ट्र्याप हुनसक्छ। तर यहाँ चाहिँ त्यो त्यो मेन्टालिटी त्यो दियो सेन्टिमेन्ट चाहिँ बेरिस दियो तर मार्केट चाहिँ त्यहीँबाट रिभर्सल हुनसक्छ। अथवा माथिको हाई पहिलाको हाईलाई ब्रेक गर्यो अब हायर हाई नर्मली युट्युबमा सिकाउनेहरू कुरा चाहिँ हायर हाई गर्दाखेरि चाहिँ के हुन्छ त पहिलाको हाईलाई ब्रेक गरेपछि यहाँ रिटेस्ट गरेर यहाँ ग्रिन क्यान्डल आउँदा चाहिँ बाई भन्छौँ। तर यो जोन भनेको चाहिँ मैले सिकाउँदाखेरि चाहिँ यो जोन भनेको चाहिँ केयरफुल जोन हो। यहाँबाट चाहिँ मार्केट चाहिँ ट्र्याप गरेर चाहिँ टोपी लाउन सक्छ अथवा यहाँनिर चाहिँ मार्केट तपाईँको चाहिँ स्टकहरू चाहिँ सेल गराएर खोसेर तपाईँको स्टक किन्न सक्छ। त्यो चाहिँ हामी ग्रिडी जोन हामीले यहाँ चाहिँ ग्रिडी भएर हेर्ने त्यहाँ माथि चाहिँ यो जोनमा चाहिँ केयरफुल हुने र बेच्ने प्रफिट लिने ठाउँ चाहिँ यो एरिया भयो। नट अलवेज है त सधैँभरि यस्तो होइन तर केयरफुल भन्नु र ग्रिडी भन्नुको कारण त्यही हो। ग्यारेन्टिड होइन केयरफुल भएर चाहिँ हेर्नु पर्यो प्राइसले के गर्नु लाग्यो एक्ज्याक्टली रिभर्सल हुनु लाग्यो कि ट्र्याप गरेर अथवा कन्टिन्यू गर्नु लाग्यो भने हामीले त्यहाँनिर चाहिँ केयरफुल भएर हेर्नु पर्यो। त्यहाँ चाहिँ हामीले चाहिँ एउटा हतियार बनाउँछौँ। यो सिरिज यो जुन भिडियोको सिरिज छ एउटा हतियार बनाएर तपाईँहरूलाई चाहिँ एउटा हतियार बनाउँछु जुन अप्लाई गरेर चाहिँ मार्केटलाई चाहिँ अन्डरस्ट्यान्ड गरेर कहाँ चाहिँ सेल गर्ने कहाँ बाई गर्ने कहाँ प्रफिट लिने भन्ने कुराहरू चाहिँ है त सिकाउँछ जुन हतियार गरेर हामी चाहिँ पछि युज गर्छौँ। सो यो चाहिँ हाम्रो लिक्विडेसन जोन अथवा केयरफुल ग्रिडी जोन भन्छ जुन चाहिँ लिक्विडेसन जोन भयो। जस्तै हामी एउटा एक्जाम्पलको लागि हेरौँ चार्टमा गएर। सो यु क्यान सी इन द चार्ट है त मार्केटमा चाहिँ देख्न सकिन्छ पहिलेको यो के थियो त स्विङ यु क्यान सी यो तलको लो छ प्राइस यो लोलाई ब्रेक गरेपछि यहाँनिर प्राइसले के गर्यो त तललाई ब्रेक गर्यो अनि यहाँनिर चाहिँ के भयो त प्राइस सानो टाइम फ्रेममा त यहाँनिर त एकदम बेरिस हुन्थ्यो हो। सो यु क्यान सी यो टाइम फ्रेममा हामी चाहिँ यो टाइम फ्रेम हेरौँ कतिको छ त यो टाइम फ्रेममा अगस्त 24 है त लेट्स गो एन 4 आवर टाइम फ्रेम अनि अगस्त 24 मा कुन टाइम फ्रेमको त धेरै पहिलाको छ
सो आई थिङ्क त्यो चाहिँ धेरै पहिलाको। ओके, यहाँ 2023 को हुनसक्छ। 2023 नै होइन, धेरै पहिला यो 4 आवरको टाइम फ्रेम भयो। हामीले चाहिँ यहाँनिर प्राइस चाहिँ गएर हेरौँ। लेट्स सी देयर है त। राइट। सो यहाँनिर चाहिँ प्राइस के थियो त? तल बेरिस गइरहेको थियो। यु क्यान सी प्राइस वाज बेरिस। सो एक्जाम्पलको लागि हामी हेरौँ यहाँनिर। सो यहाँनिर मार्क गरेको छु मैले। प्राइस के अरे त पहिलेको यो स्विङ झरेको स्विङभन्दा तल ब्रेक गरेपछि यहाँ बेरिसको जुन मान्छे पहिलाको सपोर्टबाट बााउन्स हुनुपर्ने ठाउँमा यो चाहिँ ब्रेक गरेर जाँदाखेरि चाहिँ के हुन्थ्यो त मान्छेहरू चाहिँ बेरिस हुन्थ्यो होइन। योभन्दा तल ब्रेक गर्दाखेरि मान्छेहरू डर लाग्छ, त्यहाँबाट बेच्छ। के भयो त मार्केट चाहिँ त्यो ब्रेक गरिसकेपछि यो हाम्रो के जोन हो त? ग्रिडी जोन हो। यो ग्रिडी जोन थियो। ग्रिडी जोनबाट चाहिँ मार्केट रिभर्सल भयो। यु क्यान सी अब फेरि माथिको यो पहिलेको यहाँबाट यसरी माथि जाँदाखेरि यो हाईलाई ब्रेक गरिसकेपछि यो जोन के हो त हाम्रो लागि? केयरफुल जोन हो। यो हाम्रो चाहिँ केयरफुल जोन थियो। जहाँबाट चाहिँ मार्केट चाहिँ फेरि रिभर्सल भएर गयो तलतिर। अब यो जोनमा चाहिँ यो यहाँ ब्रेक गरिसकेपछि कति मान्छेहरू चाहिँ अब झन् बुलिस भयो भन्ने हुन्छ नि त। तर के भयो त यसले चाहिँ प्राइस चाहिँ रिजेक्सन गरेर तल गयो। फेरि फेरि यो प्राइस फेरि पहिलाको लोलाई पनि ब्रेक गरेको थियो। जहाँ चाहिँ हामी यसलाई के भन्छौँ त हामी ग्रिडी जोन भन्छौँ। त्यहाँबाट मार्केट सान टाइम फ्रेममा यो चाहिँ विकली टाइम फ्रेम। सान टाइममा तपाईँ यु क्यान सी देयर वाज अ मोर फ्यान थियो। यो झर्दै यो झर्दै गर्दाखेरि यो पुरै रातो चाहिँ डरलाग्दो रातो हुन्छ होइन। यो रातो अनि अर्को पनि रातो हुन्छ। डरलाग्दो रातो भएपछि यो चाहिँ के थियो त हाम्रो ग्रिडी जोन थियो। जहाँबाट चाहिँ मार्केट रिभर्सल भयो। सो एभ्री टाइम पहिलेको हाई र लोहरूलाई ब्रेक गर्दा चाहिँ हामी के हुन्छ ग्रिडी र केयरफुल जोनमा चाहिँ हामी हाईलाई ब्रेक गरेको छ भने केयरफुल जोन भयो, लोलाई ब्रेक गरेको छ भने ग्रिडी भएर हेर्ने भयो किन्नको लागि। सो एड गर्नको लागि अथवा किन्नको लागि। जस्तै यहाँनिर अब मार्केट चाहिँ यहाँबाट उठिसकेपछि यो साइडवेजबाट उठिसकेपछि यु क्यान सी यहाँ पनि के हेर्नु त पहिलेको यो यहाँबाट स्विङ आएर माथि गएर तल यहाँनिर एउटा यो ग्रिडी जोनबाट फेरि गयो। सो यहाँ पनि हेर्न सक्नुहुन्छ एभ्री टाइम यहाँबाट झऱ्यो। अब यहाँनिर प्राइस के अरे त? यो हाईलाई ब्रेक गरेपछि यहाँबाट रिजेक्सन भएको छ अनि यहाँबाट लो क्रिएट गरेर फेरि कन्टिन्यू गरेको छ। अब सम टाइम यो चाहिँ के भयो त? थोरै मात्रै रिजेक्सन गरेर गयो। तर स्टिल केयरफुल जोन यहाँबाट तल नजाला भन्न सकिँदैन। तर अन्डरस्ट्यान्डिङ गर्नुपर्यो मार्केट कसरी चाहिँ मुभ भएर चाहिँ पछि हामी सबै अन्डरस्ट्यान्ड गर्छौँ। फर्स्ट अफ अल हामीले अन्डरस्ट्यान्ड गर्यो लिक्विडेसन जोन भनेको के हो? पहिलेको हाई र पहिलेको कुनै पनि टाइम फ्रेमको पहिलेको हाई र लोहरू ब्रेक गर्दा चाहिँ ग्रिडी जोन जुन चाहिँ लिक्विडेसन जोन हामीले चाहिँ मार्क गर्छौँ, यो चाहिँ ग्रिडी जोन भयो तलको, त्यो माथिको लिक्विडेसन जुन चाहिँ केयरफुल जोन भयो है त। सो यो चाहिँ हामीले अन्डरस्ट्यान्ड गरेर कुनै पनि मार्केटहरू कहिले पनि मार्केटहरू चाहिँ हाई र पहिलेको प्रिभियस त्यही टाइम फ्रेमको प्रिभियस हाई र लो ब्रेक गर्दा चाहिँ ग्रिडी जोन अथवा केयरफुल जोन भनेर जुन लिक्विडेसन जोन हामीले चाहिँ मार्क गर्छौँ। अर्को हाम्रो भनेको चाहिँ रिब्यालेन्सिङ। अनि अर्को हाम्रो यो भिडियोमा चाहिँ रिब्यालेन्सिङ भनेको के हो भन्दाखेरि चाहिँ तीनवटा क्यान्डल बिचको तीनवटा क्यान्डल हुन्छ हाम्रो यहाँनिर। तीनवटा क्यान्डल बिचको जुन चाहिँ बडीले चाहिँ नगरेको अथवा विकले पनि नगरेको जस्तै अब हाम्रो क्यान्डल हुन्छ। जस्तै यहाँ एउटा क्यान्डल क्रिएट गरौँ। रेड झरिरहेको छ अथवा ग्रिन माथि गएको छ प्राइस हो। सो हाम्रो यो फेरि विक भयो। अलिकति टाइम लाग्यो, मैले चाहिँ पहिले नै गरेको भए हुन्थ्यो होइन। सो हाम्रो चाहिँ यो चाहिँ जुन यो तीनवटा क्यान्डल छ हाम्रो झरिरहेको ग्रिन क्यान्डल रेड क्यान्डल छ। अब हाम्रो तीनवटा क्यान्डल बिचको जुन चाहिँ अब यो क्यान्डलको विकको लो भनेको यो भयो अनि यो क्यान्डलको हाई भनेको यो भयो। जुन चाहिँ यो तीनवटा क्यान्डल बिचको यो जुन चाहिँ यो भाग छ नि बडी
यो क्यान्डलको के भयो त यो बिचको क्यान्डलको बडी जुन चाहिँ यो कभर नगरेको कुनै पनि यो क्यान्डलले पनि छोएको छैन यो बडीलाई, यो क्यान्डलले पनि छोएको छैन। यो भागलाई भन्छौँ हामी रिब्यालेन्सिङ। जस्तै हामी चाहिँ घर बनाउँदाखेरि चाहिँ के हुन्छ कतै पनि लाइक विक पार्ट भयो भने भत्किएर जान्छन्। त्यस्तै हो मार्केट पनि यो सबै कुरा चाहिँ ब्यालेन्स गर्दै चाहिँ माथि जानुपर्छ अथवा तल आउनुपर्छ भन्ने भयो। जस्तै हामी एक्जाम्पल चार्टमा हेरौँ। अब हाम्रो चाहिँ के भनेको छ यो एउटा क्यान्डल, यो 2 वटा क्यान्डल, यो 3 वटा क्यान्डललाई लियौँ। यो क्यान्डलको सबैभन्दा अब झरिराख्दाखेरि यो क्यान्डलको सबैभन्दा लो, फर्स्ट क्यान्डलको लो झर्दाखेरिकोमा हेर्दाखेरि अनि थर्ड क्यान्डलको हाई। अनि यो बिचको भाग जुन चाहिँ ओभरल्याप नगरेर यो पछि आएर ओभरल्याप गरेको यति अन्डरस्ट्यान्ड गर्नु। पछि त्यो क्यान्डल आएर यो भागलाई हामी भन्छौँ रिब्यालेन्सिङ। जस्तै झर्दाखेरिको भयो। अनि यो भागलाई चाहिँ हामी मार्केटले के गर्छ त मार्केट चाहिँ यो भागको लागि चाहिँ मुभ हुन्छ कि लिक्विडेसनको लागि कि त रिब्यालेन्सिङ भनेको छ हैन। जुन चाहिँ 3 वटा क्यान्डल बिचको जस्तै यहाँनिर यु क्यान सी हियर। अब यहाँनिर हामी हेरौँ एउटा क्यान्डल, 2 वटा क्यान्डल, 3 वटा क्यान्डल। 3 वटा क्यान्डलमा यो फर्स्ट क्यान्डलको हाई माथि बढ्दाखेरि फर्स्ट क्यान्डलको हाई अनि थर्ड क्यान्डलको लो। यो भाग के हो त रिब्यालेन्सिङ। मार्केट के गर्यो माथि गयो अनि त्यो त्यहाँनिर रिब्यालेन्सिङ गर्यो अनि फेरि कन्टिन्यू गर्यो। जस्तै फेरि अर्को हेरौँ चार्ट 3 वटा क्यान्डललाई हेरौँ। झर्दाखेरिकोमा के हो त फर्स्ट क्यान्डलको लो, थर्ड क्यान्डलको हाई अनि यो दुईटा बिचमा नभएको जुन रिब्यालेन्सिङ हुन बाँकी थियो त्यसपछि यहाँ प्राइसबाट यहाँबाट माथि गएर यहाँनिर टच गर्यो, रिब्यालेन्सिङ गर्यो अनि त्यसपछि प्राइस कन्टिन्यू गर्यो। हामीले चाहिँ के भनेर बुझ्नु पर्यो भन्दा मार्केट चाहिँ केयरफुल जोन र ग्रिडी जोनबाट चाहिँ रिभर्सल हुन सक्छ र रिब्यालेन्सिङ चाहिँ मार्केट चाहिँ अर्को मुभ भनेको चाहिँ रिब्यालेन्सिङको लागि कि त रिब्यालेन्सिङको लागि मुभ हुन्छ कि त लिक्विडेसनको लागि भने मार्केट तलबाट झरिराख्दाखेरि लिक्विडेसन भने यहाँ तल भयो भने रिब्यालेन्सिङ भनेको यतातिर बनेको कुनै पनि 3 वटा क्यान्डलको बिचमा भएको जुन खाली भागलाई चाहिँ रिब्यालेन्सिङ भन्छौँ। जस्तै यो क्यान्डल हेरौँ। सो यु क्यान सी अब हामी माथि गएर प्राइस चाहिँ के गर्यो त लिक्विडेसन गर्यो यहाँनिर। अब यो जोनमा हामी के थियो त प्राइस अब यति मात्रैलाई हेर्दाखेरि चाहिँ यो जोनमा गएर हामी केयरफुल भयो राइट केयरफुल जोन थियो। अब मार्केट केयरफुल जोनबाट चाहिँ झर्यो भने कहाँ जाने त भन्दा अर्को मुभ भनेको कहाँ हो त 3 वटा क्यान्डललाई हेरौँ। यो फर्स्ट क्यान्डलको हाई हो फर्स्ट क्यान्डलको हाई एन्ड देन थर्ड क्यान्डलको लो हो। अब यो दुईवटा बिचको हामीलाई के भन्छ रिब्यालेन्सिङ लिक्विडेसन कि त रिब्यालेन्सिङ। अब हामीले तल झर्दाखेरि के भयो त रिब्यालेन्सिङमा आयो प्राइस। सो यु क्यान सी प्राइस केम टु रिब्यालेन्सिङ एन्ड देन कन्टिन्यू। यहाँ पनि 3 वटा क्यान्डल छ। यो फर्स्टको हाई सेकेन्डको जुन बडी छ जुन हामी सिङ्गल प्रिन्ट पनि भन्छौँ मैले सिङ्गल प्रिन्ट भन्दा पनि हुन्छ अथवा रिब्यालेन्सिङ भन्दा पनि हुन्छ अथवा फेयर भ्यालु क्याप भन्दा पनि हुन्छ। तपाईँहरूले फेयर भ्यालु क्याप भनेर पढ्यो होला कति त होइन। म चाहिँ रिब्यालेन्सिङ भनेर पढेको भएर पहिलेदेखि नै रिब्यालेन्सिङ भन्छु। यो चाहिँ हामी रिब्यालेन्सिङ मैले सिक्दाखेरि धेरै वर्ष पहिलादेखि सिक्दाखेरि नै रिब्यालेन्सिङ भनेर जुन चाहिँ VPVR भन्ने इन्डिकेटरबाट चाहिँ सिकेको जुन चाहिँ सिङ्गल प्रिन्ट भनेर बुझ्थ्यो पहिले पछि रिब्यालेन्सिङ ओके। सो यो चाहिँ हाम्रो रिब्यालेन्सिङ भयो भने यो 3 वटा क्यान्डलको बिचको भाग चाहिँ रिब्यालेन्सिङ भयो। जुन जति भाग बडीलाई चाहिँ ओभरल्याप गरेको छैन त्यो भाग चाहिँ हाम्रो रिब्यालेन्सिङ भयो ओके। सो आज चाहिँ हाम्रो यो भिडियोमा चाहिँ यति नै। कसैलाई चाहिँ कोर्स लिन मन छ भने चाहिँ यहाँ स्क्रिनमा भएको यु क्यान सी इन ए स्क्रिन that's a contact number. You can contact my brother or you can WhatsApp me. My phone number is 631552810 or join our Discord. हाम्रो चाहिँ यो युट्युबको चाहिँ बायोमा लिङ्क छ अथवा यो डिस्क्रिप्सनमा पनि लिङ्क हुन्छ त्यहाँबाट चाहिँ डिस्कोर्डमा जोइन भएर चाहिँ मेम्बर बन्न सक्नुहुन्छ हाम्रो ट्रेडिङ ग्रुपको अथवा क्लासको लागि है त कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच वेट फर नेक्स्ट भिडियो है त। कसैले अब सब्सक्राइब गरेको छ भने सब्सक्राइब गर्नु लाइक गर्नु अनि सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच।